And namaste everyone, welcome back to my channel after so long time पछि मैले मुकबाङ भिडियो लिएर आएको छु। अहिले मेरो गेस्ट हुनुहुन्छ मेरो हस्बैन्ड। से हेलो ब्रो। हेलो अनि आज चाहिँ हामी च्यालेन्ज हैन मुकबाङ गर्न लागिरहेको छु। मुकबाङमा चाहिँ मेरो साथमा करेन छ अनि अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। काक्रो छ, अंडा छ अनि ससेज छ अनि यसमा चाहिँ कोल्ड ड्रिंक छ, स्प्राइट हो स्प्राइट। म चाहिँ पानी खान्छु गाइस। उहाँले चाहिँ पानी खानुहुन्छ। ल सुरु गरे है त भनेको है। सुरु गरे त फेस बुडोला। पिरो खाना भन्दा पहिला पानी खानु पर्छ के। ल अब हामीले ल खै थम्नेल लाग्यो। गर्नु न बुढो। भयो यस्तो त म टुर्न सक्दिनँ होला हो। के हुनु हो खान्न। यो अन्डा तिमी खाऊ के। म खान्न, म अन्डा यति धेरै छ। नै ल खाए त ल खाए बुढो। ल चेस चेस ल चेस। पिरो रहेछ हो यति हाल्दा पनि। मेरो छैन, म त पिरो हुँदैन। हामीले च्यालेन्ज गर्नु पर्ने है। अनि हजुरलाई फर्स्ट टाइम बुढीको भ्लगमा आउँदा कस्तो भयो त? त्यो पनि मुकबाङ भिडियोमा। अरे खुसी भएछ। ससनी खानु न। ससेज गाइस। ए सब मैले बनाएको। यो सब मैले लिएको। ल्याउनुको तपाईँले त बना त मैले अहिले लेपो बल्ल बन्छ नि त। हामीले जम्मा दुईटा चाहिँ बोइलिङ गरेको, अरू सबै फ्राई हो। बोल्दै नि खानु न। खाने बेला बोल्नुहुन्न के गाइस। हजुरलाई बेसरी स्पाइसी भए छैन। मलाई बेसरी त्यस्तो भएन। मैले कम हालेको छु नि त गाइस। म चाहिँ बेसी। दामी छ यो। हामीसँग माइक पनि हुनुपर्ने छैन। जोरसँग बोल्नुपर्छ, माइक भइहाल्छ होइन। बेकार है भैया, मैं तो टूट गया मैं तो। अब खत्म हो गया यार मैं तो। सुनको थाले गाइस, सुनको। शान्तिनो थालमा खान नि त सुनको। आजभोलि हामीले चाहिँ अलिक बेसी स्पाइसी खान नसकेर होला लास्टै थोरै हाल्दा पनि कस्तो पिरो भएको होइन। अहिले चाहिँ हामी चाहिँ म मेरो बुढाको पल्टन आएर बसेको छु। त्यही भएर हामी दुईजना मात्रै छ मैले पल्टनमा। पल्टन होइन, सेन्टर हो। सेन्टर हो। सेन्टरमा पिरो भएको।
मामा मलाई तपाईँ हजुरले मलाई पनि राम्रो भएछ मैले मिठो हुन्छ भनेको होइन कस्तो पिरो भयो कि आमामा यसरी पनि खानुपर्छ क्या हातले दियो त अजून त्यसै खानु न तर बोइलिङवाला पनि राम्रो भयो मिठो छ बोइलिङवाला सुरुमा चाहिँ चम्चायो अनि पछि चाहिँ हात दियो अरे नेपाली हो नि त नेपाली स्टाइल कस्तो पिरो भयो पिरो खान नसक्नु रहेछ क्या अन्त मेरो होट भएको अगाडिमा त आउनु भयो सक्नु हामीले आज उवाला गर्नु पर्थ्यो होइन बुढो च्यालेन्ज क्या बुढाबुढी च्यालेन्ज हार्छ तिमी सक्दिन नि फेरि ज्यान हेरेर कुरामा के ज्यान हेरेर कुरामा ज्यानले हुन्न क्या तपाईँको खान्थ्यो गाइस यो मान्छेको खान्थ्यो 80 च्यालेन्जमा सक्दिन नि उसले खाएको त मैले दोब्बर तिब्बर खाइदिन्छु खानै सक्दैन 1 घन्टामा खाएर हुन्छ जो मन त हजुर भएर म खान्छु त्यही भएर मान्छे पनि हेर्नु कति पातलो छ बुढी यस्तो हट्टाकट्टा छ बुढा हेर पातलो छ फेरि म पातलो भन्दैन क्या यसलाई के भन्छ फिट भन्छ फिट त्यसो फिट त तपाईँलाई भन्नु त मलाई भन्छ त मोटोलाई कसले फिट भन्यो होला हो 70 नछ अब अन्डा खानु हाफ क्या म सक्दिनँ मैले त्यस्तो खानु यस्तो गर हाफ हाफ फुट्यो हाम्रो भिडियो चाहिँ धेरै नहुने छैन होला क्या ल गाइज यो चाहिँ मैले उता दिएँ नसकेर देख्नुभयो गाइज देख्नुभयो होइन धेरै हाल्दै थियो है मलाई गाइज त्यही भएर केही न उसले एउटा हातै मलाई 2टा हाल्दै थियो त्यही भएर 1 हाफ खाएको बराबर यस्तो पिरो त खानुहुन्न हो कहिले कहिले खाँदैन होला डेली खानुहुन्छ म त सक्दिनँ नि आफ्टर लङ टाइम खाएको मैले कति नेपाल हुँदा खानुभएको थियो होला होइन खानु न उहाँले त सब मैले खान्छु हाम्रा पिरो सिरो सब मैले
कौन है ये लोग? कहां से आते हैं? धेरै खाइयो। अहिले यसमा चाहिँ ससमा के अरे यो करेन्टको सुपहरू हालेर खायो भने मिठो हुन्छ नि। करेन्टको सुपै त हो नि यो, यसमा दलेर आउन। ठम्ले गर्नुहोस् न। म काँक्रा खान्छु। धेरै छैन अब यति छ। पकाउनु लागिसक्यो गाई, त्यत्रो चाहिँ थाली भइयो। थालको भइयो। थाली तपाईँले थाली भन्छ, हामी त थाल भन्छ। थाल थाली एउटै छ। म चाहिँ फेरि नेपाली भने जस्तो थाल थाली हो। फेरि हाम्रो चाहिँ लभ म्यारिज हो। उहाँ चाहिँ बुटोलको, म चाहिँ गोर्खाको। त्यस्तै त भन्नु पर्दैन। भन्नु पर्यो, त्यो एउटा नि भाषै छुट्टो हो नि त हाम्रो। तपाईँहरूले एउटै त नि के नेपाली भाषा नि थरी हुन्छ र ल शब्दहरू हाल्नु अरू। लास्ट बाइटै गाइज। डन्ट माइन्ड है गाइज, मैले हाल्ने खाएर मेरो तर सकिएको हो बुढाबुढी खाना। खत्म। बाय बाय, टाटा, गुड बाय, गया। तो स्पाइसी छ, तो स्पाइसी छ। गाइज फाइनली सक्यो अब त। तर हामीले च्यालेन्ज भिडियो राख्न पर्ने रहेछ क्या, बुढाबुढी च्यालेन्ज राखेको भए त नेक्स्ट टाइम कमेन्ट गर्नु होला। नेक्स्ट टाइम हामी हजुरहरूले जस्तो भन्छ हामी त्यस्तै भिडियो लिएर आउँछौँ ल। च्यालेन्ज गऱ्यो भने त 1 मिनटमा सकिन्छ भिडियो नि गाइज। 1 मिनटमा फिनिस हुन्न पो, किन हुन्न? च्यालेन्ज त गमगममा खाने भ्याइयो, भिडियो फिनिस। लास्ट डे ससेज छ, महान खानु खाऊ न। हापा खानुपर्छ लास्ट बाइट चाहिँ हाल्नुपर्छ क्या अब। ओ सरी, डिस्टर्ब आउँछ धेरै नगर्नु। देखो देखो छिटो भयो हो एकैचोटिमै। कसले टाइम हुने अलि भाडा माथि जोडले चाल्यो मार्ने तिमीले हो, मैले होइन। तपाईँ हो नि त होइन मैले तपाईँको सुनमा जसले गरेर ऊ हुन्छ होइन, तपाईँले ढिलो आउनु। ल फाइनली हाम्रो मुकबाङ भिडियो पनि सकिन लागिसक्यो। हामीले सबै खाना चाहिँ सक्यो, सबै थालेर फिनिस गर्यो। भइसक्यो। हामीले खाएर पनि सक्यो गाइज। जसले अन्तिम समय हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। मेरो जुठो हातले पनि धन्यवाद। अन्तिम समय हेरिदिएकोमा अन्तिम समय हेरिदिएकोमा हेरिदिनुहुन्छ नि त, कसैले त माया गरिदिनुहुन्छ नि त हामीलाई। अनि नबिर्सिकन र हजुरहरूले लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब चाहिँ नभुलिकन गरिदिनु होला।
अनि यस्तै यस्तै हामी भिडियो लिएर आउँदै गर्छौं। बाइ बाइ। बाइ बाइ।